दाउरा चिन्नुको लागि दाउरा गेडेको नि हुनु पर्यो नि त फाइनली म चाहिँ रेडी भएर निस्केको कि अनि म चाहिँ के भन्छु भने नि साला यसले गर्दाखेरि यसको लाफिङले गर्दा मेरो पापाले मलाई गाली गर्यो क्या के भन्नुभयो भने नि यस्तो भन्नुभयो क्या आउनु पाएको छैन कुदेको यति जति बेला नि कुदेको मान्छेले के भन्छ उसले करायो क्या मलाई अनि फेरि यसलाई मैले भनेको त अनि मैले यसलाई भनेको त अनि झन् नजाउँ है पोखरी नजाउँ नाइजमे फेरि ल्यापिङ किनिदिन्छु भने मेरो मन पनि पक्कै भयो फेरि अनि अब खानु पनि मन लाग्ने गाली पनि खानु मन लाग्ने अनि जान्छु मैले भनेर लुगा लगाएँ चट्टासँगले अनि चप्पल हेरेँ कुकुरको कन्डो जस्तो चप्पल पनि छ होइन कन्डो खिचेर अगायो एक थाल त उसले नै उडायो खायो अगायो तर एक थाल त उसले नै सक्यो लु गर सक्छस् म छ क्यामेरा देखाएको अरे आइफोन भनेर आइफोन जस्तो क्यामेरा त्यो रेडमी हो होइन त्यसले नै देखाएको अरे यो चाहिँ मेरो काली आमा काली बुढी मेरो मम्स के छ अर्ग्यानिक साह्रो सिस्नु यसले दियो भने साह्रो सिस्नुले हान्छ पर्यो सो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु सो आज हाम्रो भिडियो थमेल टाइटल हेरेर पनि तपाईँहरूले थाहा पाइसक्नु होला अब सबैले कस्तो भ्लग बनाउँदैछ भनेर होइन अब म फुफू चाहिँ फेरि कस्तो एक्साइटेड भएर दिइरहेको के गर्नुभएको चार पारेको गाउँमा म चाहिँ आइहाल्छु तर काम गर्नुपर्छ कि गाउँमा फाइनली अनि म चाहिँ भ्लग बनाउँदै सञ्जयको घरतिर जानु लाग्यो क्या सञ्जयसँग भेट नभएको पनि छैन भन्दिनँ हिजो बेलुकै भेट भएको कि तर उसको घरमा चाहिँ म गएको छुइनँ त्यही भएर यो डाकालाई बोलाएको हेर्न भेट्नु यो डाकालाई आइज यसलाई 10 चोटि भन्नुपर्छ आइज हिँड भनेर होइन अनि म चाहिँ फेरि एक्लै यस्तो क्या घरमा एक्लै बस्दा पनि यस्तो बोर्ड फिल हुने क्या त्यही भएर यसलाई बोलाएको यो चाहिँ फेरि अलिक महत्त्व हो नि त यसले अलिकति आजको हेर्नु न आजको त्यो सिनहरू हेर्नु आजको ब्याकग्राउन्डहरू देख्नु आजको फेरि भ्युजहरू हेर्नु भ्युज त नहेर्नु भ्यू आजको भ्यू हेर्नु भनेको भ्युज भएछ सो कहिले मुख पल्टिहाल्छ होइन आज चाहिँ मलाई एकदम चिसो हजुर सन्जयकोतिर हिँडेको यसो भेट्नु गएको अनि के चाहिँ कहाँ गएको भन्दा चाहिँ के म ऊ आकाश गएको भन्नु यसले नि अनि के यो चाहिँ भन्छ अनि सबैले अहिले चाहिँ मकै छरिसकेछ क्या गाउँघरमा चाहिँ मकै यस्तो भयो क्या यो जस्ट यो आज चाहिँ यो होइन मौसम अलिक कस्तो क्या अब मौसम खराब भएर क्या सबै धुम्मेर कि राम्रै देखेको छैन होइन त्यही पनि राम्रो मानेर हेरिदिनु ल कान्छा मामा घरमा छ नि त कहाँ जान्छ अनि म जस्तो खन्चुवाला बोलाउनु भन्दा नबोलाएको बेसी अरे नबोला मुला अनि मलाई चाहिँ घरमा गएको आज कस्तो म काम गरेको नि मैले यस्तो काम गरेँ जिन्दगीमा तिमीहरूले गरेको छैन होला त्यो काम सन्जय तैँले कति काम गरिस् भन्नु मैले यति काम गरेँ साथीहरू आज होइन म बिहान उठेँ 9 बजी टक्क उठेँ घर आएँ अनि घरमा आएर काठहरू असारे भित्र राखेँ अनि भित्र राखिसकेपछि फेरि एकछिनमा त्यो के अरे भित्र अर्को कोठामा मेरो रुम सारेँ अनि त्यहाँनिर अब म नबस्दा के तर भ्लग चाहिँ नबोली हुन्छ कस्तो भ्लग चाहिँ कस्तो भिडियो चाहिँ कस्तो नबोली हुन्छ भिडियो ओ बाउला ओ खानु नपाएको म नाडेछु त होइन त चाहिँ ओ खानै नपाएको जस्तो के हो तेरो त्यो जिउ त अलिकति ओ त खाँदा पनि एक कराई त नि आँखा चिम गरेर खान्छ जस्तो है त्यो भात चिनी आँटेको जस्तो के हो त्यो अनि खुट्टा पनि भात चिनी आँटेको जस्तो देखिन्छ छ्या गाँजा खाने जस्तो देखिन्छ त हो अनि पछाडि चाक साक सुकी गएको अनि टाउको हेरेँ डल्लो तेरो
तेरो तेरो मलाई पिउछ भने तेरो अधिकार छ भाइ यसले मलाई अब यसले मलाई मेटाइदिने अरे आमा हाम्रो निखिल उप्रेटी डन पो हुँदो रहेछ त बिम्स के गरेको तिमीहरू चाहिँ आमा के छ प्रकाश दाइ सन्चै हुनुहुन्छ आराम कुशलै हो हाम्रो निखिल उप्रेती सर मेरो हात चाहिँ कति सानो चोरेर आएको तपाईँलाई मैले भनेको त एउटा भाउजी ल्याउनु भन्दा मान्नुहुन्न यसरी जुठा भात धुनुपर्छ मैले त्यत्रो भनेको त ल्याउनु है छिटो ल्याउनु भन्दाखेरि होइन हजुर मैले ताजे नबोल के बोलेको त बिना बित्तामा बडा सन्चैकोमा यो बिजनेस छ नि त यो त अब यसको टाइमै हुँदैन ठलाले हिँडै यो त भक्ति भन्दा पनि पहिला छेउदेखि छ त भक्तिको पनि अनुहार यति साह्रो त यो भन्दा त राम्रो छ यो चाहिँ के भएको यता हेर है भक्तिको पनि पल्लो छेउको मान्छे यहाँ हेर यहाँ हेरे ओइ ला खानु नपाएको डगारे त माथि ए खानु नपाएको हिँड के रोप्नु भएको यो ए कान्छाले ए पढा थियो त दिदीहरू त पर फुपूको फुपू खै कान्छा चाहिँ भर्खर ए जाउँ ल हामी पनि म पनि घाँस लिएर आउँछु एक मुठा तर म एक मुठा बोक्ने हिँड्ने नि घर सला खानु मात्र खोज्छस् यस्तो भ्लगेर त्यो भ्लग मिस्टेक भयो भने भेडा ओ कान्छा पोखरी छार्किन्छ यहाँबाट ओ कान्छा ओ सञ्जय ए बोल्दै छ हे हामी जुक्कम हुँदैन ल जुक्कम के रे नचला यहाँ जहाँको दाउरा चोर्नु मजा आउँछ तपाईँ मैले होइन कहाँ छ त देखिस् त मेरो घरमा दाउरा देखिस् त नि तैँले नबोल्नु त के नबोल्नु भयो के गरेको मेरो लागि घाँस काट्यो नि 2 मुठा म बोकेर त लान सक्छु ढक आधी कोल्चीमा काट्यो त नि के गर्नु आएको त चाहिँ घाँस काट्नु आएको रहेछ होइन मेरो पनि घाँस काट्नु पनि के लानु म चाहिँ भन्दैछु क्या म त ल्याउँदिनँ भन्छु घाँस अहिले चाहिँ हामी घर आइपुग्यौँ अब मेरो खुट्टा हात खुट्टा धुने मैले कति धेरै काम गरेँ हो यसले त काम त काम गरेर म त यो आएको बित्तिकै क्या मैले त घाँसै काट्नुपर्छ सबै काटेर अन्त त्यो चाहिँ नबजान भन्छु यहाँ भ्लगमा उयो हुन्छ हौ नबजान भन्छु कपिराइट लाग्छ अरूको साउन्ड लाउनु हुँदैन भन्छु यहाँ बनाउँदैन त म त म चाहिँ होइन अनि सोचेको थिइनँ यस्तो होइन यस्तो क्या सुरुमा चाहिँ पकडी जाउँ भने होइन अनि जान्न भनेको नेपाली होइन म तँलाई लाफिङ किनिदिन्छु भने अम्बो एक्साइटेड भएर म जान्छु भनिदिइहालेँ लेकिन दिने भएर चाहिँ म नजाने कुनै हुँदैन जान्छु आइसौ हामीलाई के किनिदिनु रे लाफिङ तर लाफिङ चाहिँ खासै मिठो छैन त पोखरीको चाहिँ तर पनि होइन अब किनिदिन्छु भनेपछि त म नजाने कुरै हुँदैन अघिसम्म म नजाने इस मसँग त पैसा 1 रुपियाँ छैन कि अनि सुरुमा चाहिँ किनिदिन्छु त्यस्तो कुरै गरेन क्या
पोखरी जाउँ बजार भने होइन अनि म जान्न भनेको कि अनि एकछिनमा त एउटा लासुङ किनिदिन्छु भनेर माछाले म त एक्साइटेड भएर जाने कुरा भइहाल्यो होइन अब अहिलेको सिनहरू चाहिँ खुल्लिँदै गयो होइन अनि तिमीहरूले के किनिदिने रे मलाई के किनिदिने पैसा देखाएर म जान्छु पैसा देखाएर म जान्छु अनि मसँग छैन पैसा अनि कसरी चाहिँ किन पैसा छैन अनि कसरी चाहिँ नि के खाने म जान्न अनि अब यसले मलाई लास्टिङ किनिदिने अरे अनि मोमो अरे मार्ने अनि सिस्नु गाइस अब म काकी पो हुनु रहेछ त यो ढेडु नै हो आजदेखि म पनि ढेडु भन्छु ल तुमा आजदेखि यसलाई म ढेडु भन्छु ल देखिस् तेरो नाम आजदेखि के हो ढेडु हजुर देखि ए यसले त मकै सबै खाइदिन्छ अन्त ढेडुले फेरि ओइ तँलाई केटिसले हान्छ अरे भाकै भर्खर उम्रिँदै गरेको मकै त अब कहाँबाट खस्छ ढेडुले फेरि त्यसो नभने पनि मलाई पनि अप्ठ्यारो लाग्यो त्यस्तो ढेडु भन्नु होइन त्यही पनि अब म चाहिँ बजार म चाहिँ फेरि यस्तो यो चप्पल यस्तो थियो र म त यतिकै जान्थेँ चप्पलै छैन चप्पल यस्तो छ के मम्मीको चप्पल लाएर आएको त्यही भएर अब म घरमा गएर अर्को चप्पल लाउनुहुन्छ मेरो चप्पल छैन कि अब काकाको चप्पल लाएर आउने मैले धरानबाट चप्पल ल्याएर आइन क्या फेरि मलाई के थाहा त अब चुप ए म अगाडि हिँड्छु न छोड जाउँ ल अब सो गाइस म घरमा तपाईँहरूलाई ठ्याक्क भेटाउने छु बाई गाइस दिइसकेको है यो चाहिँ मेरो काली आमा काली बुढी मेरो मम्स के छ अर्ग्यानिक चारो सिस्नु यसले दियो भने सारा अब टोयलेट बस्दाखेरि यसले पखाल्ने पुस्ने हो यसले तपाईँको सिस्नुले हान्छ पर्यो म चाहिँ कपडा लाउनु पर्छ गाइस फाइनली म चाहिँ रेडी भएर निस्केको कि अनि म चाहिँ के भन्छु भने नि साला यसले गर्दाखेरि यसको लाफिङले गर्दा मेरो पापाले मलाई गाली गर्यो क्या के भन्नुभयो भने नि यस्तो भन्नुभयो क्या आउनु पाएको छैन कुदेको यति जति बेला नि कुदेको मान्छेले के भन्छ भन्दै करायो क्या मलाई अनि फेरि यसलाई मैले भनेको त अनि मैले यसलाई भनेको त अनि झन् नजाउँ है पोखरी नजाउँ ल्याफिङ किनिदिन्छु भने मेरो मन पनि पक्ली गयो फेरि अनि अब खानु पनि मन लाग्ने गाली पनि खानु मन लाग्ने अनि जान्छु म त भनेर लुगा लाएँ चट्टासँगले अनि चप्पल हेरेँ कुकुरको कन्डो जस्तो चप्पल पनि छ होइन कन्डो छुटेर यसले गर्दा ओइ यहाँ त जाँठाले गर्दाखेरि मलाई गाली गर्यो बुई अनि तैँले गर्दा गाली खायो तिमीहरू दुई पोखरी जाने चुप तिमीहरू दुई पोखरी जाने भाउजूलाई पोखरीमै छ भने म कनी ए मलाई यता आएर फोन गर्नु सक्नुहुन्छ सङ्घसभा चैनपुर पोखरीको बजार यिनी हुन् पोखरीको बजार यहाँ अन्त माथिको मान्छे चाहिँ लड्यो भने कहाँ पुग्छ त यो चाहिँ पोखरी बजार हो फाइनली यसले के किनिदिन्छु भनेर लाग्यो तिमीहरू दुईलाई त फेरि तिमीहरूले गर्दा मेरो घरमा गाली खाँदै आएको छु तिमीहरूले फेरि मलाई केही किनिदिन भने तिमीहरूको फेरि म डराएर सारा खुस्किने गरिदिन्छु पो जाउँ भनेर मात्रै भनेको ए जाउँ भनेर जाउँ मात्रै भनेको थिएँ अनि यसले लाफी किनिन्छ भनेर यस्तै गर्छ गाइस है त्यही भएर मलाई यस्तै आउनै मन लाग्दैन कि मेरो मनमा कति यहाँनिर यस्तो पीडा भयो यस्तो तर म किन्नु लागिहाल्छु देखाउँदिनँ म अब गफ तिमीहरूले चाहिँ साँच्चीकै बोल्दै ओभर गफ हान्छ भाइ यो चाहिँ के हो चप्पल चाहिँ होइन ब्रान्डेड छ त मेरो त गाइस हेर्नु चप्पल चाहिँ साला 13 रुपियाँको चप्पल नदेखाइ नै पोखरी बजार यहाँदेखि स्टार्टिङ हुन्छ सुई अब चाहिँ सुई गर्नु पऱ्यो नि त होइन यतिको सुई भएपछि त मान्छे पनि सुई हुन्छ नि त अनि म तपाईँहरूलाई ओल्ड टोल सब देखाइदिन्छु यो डन्डाको अनुहार देख्दा त मलाई त कुटेर मारिदियो जस्तो लाग्छ यहाँदेखि चाहिँ स्टार्टिङ हुन्छ हाम्रो ए गिलास छैन 2-3वटा भन्नुहुन्छ 2टा र 3टा त रहेछ यो चाहिँ चटपटे हो
यो चाहिँ मैले खाँदैछु मेरो नाम चाहिँ सबिन लिम्बू अहिले भरे चटपटी रातो निस्किन्छ अहिले भरे चटपटी रातो निस्किन्छ अगायो एक थाल त उसले नै उडायो उसले नै उडायो खायो अगायो तर एक थाल त उसले नै सक्यो मैले त खाइनँ भन्नु न कसो भन्नु रे मैले त खाइनँ भन्नु न एउटा मान्छे भनेको यस्तो हुन्छ कस्तो ह्यान्डसमहरू यस्तै भन्छ प्रायः क्या हिरो ह्यान्डसमहरू चाहिँ नदेखा भन्छ कि मान्छेहरू अनि हामी जस्तो अब गुन्डाहरू नराम्रो हुनु खै देखा त तेरो फोन आइफोन अरे साला होलसेलमा किनेकोहरू सेकेन्ड ह्यान्डमा किनेको खटेरा सेकेन्ड ह्यान्डमा किनेको खटेराहरू आइफोन भनेर देखाउँछ त्यो चाहिँ भएन यसले मेरो फुटाइदिन्छु भन्छ यसले मेरो फोन फुटाइदियो भने यसको म खानदानै सुकाइदिन्छु म आइफोन जस्तो क्यामेरा छ कि देखा गरेर न त्यस्तो हाँस्नु लु गर गर सक्छस् हिम्मत छ क्यामेरा देखा गरे आइफोन भनेर आइफोन जस्तो क्यामेरातिर रेडमी हो होइन यसले नै देखाएको रे 3टा क्यामेरा भएको फुटेको साला अन्धकारे फोन यो सक्छ नि यस्तो देखा न मेरो जस्तो छ भने यो देखा न यो के त्यो बोकेको तेह्र त त्यो रेडमीको 3टा क्यामेरा भएको देखाएर त्यो 3टा क्यामेरा भएको देखाएर केही उ लाग्ने सक्छ नि यो देखा यो साला त्यो त्यो रेडमी 250 को मात्रै गएर बढी बकबक गरेर त्यो पनि मैले दिएको अस्ति भिड माग्दा गरेर जस्तो लाग्छ मैले यस्तो मेरो मैले आइफोन किनेको थिएँ कि अनि एक्स्ट्रा त्यसलाई दिएको होइन त्यही फोनले मलाई बेइज्जत गरेर कुकुर चाहिँ तर कुकुरमा के फरक छ भन्छ कात्तिको कुकुर भन्दा तर म कुकुरमा के फरक छ तर ममा के फरक छ त कुकुर हो म डन त्यो ला ओके एभ्रिवान गाइस आजको भ्लग यति नै बाई बाई नेक्स्ट भ्लगमा तपाईँहरूलाई फेरि नेक्स्ट भ्लग राम्रो देखाउनेछु आजको भिडियो यति नै बाई बाई